7 दाजुभाइ र एउटी बहिनीको कथा। एउटी बुढी आमा थिइन् जसका 7 छोरा र एउटी छोरी थिइन्। छोरीको विवाह भइसकेको थियो। जब जब ती आमाको छोराको विवाह हुन्थ्यो, फेरो लगाउने समयमा एउटा नाग आउँथ्यो र छोरालाई डस्थ्यो। छोराको त्यही मृत्यु हुन्थ्यो र बुहारी विधवा हुन्थिन्। यसरी उनका 6 जना छोराहरू बिते। अब 7औं छोराको विवाह हुन बाँकी थियो। आफ्ना छोराहरू गुमाएको शोकमा रोई रोई बुढी आमा अन्धी भएकी थिइन्। भाइ टीका, भैया दूजको समय आयो। 7औं भाइले भन्यो, म दिदी कहाँ टीका लगाउन जान्छु। आमाले अनुमति दिइन्। उता जब दिदीले आफ्नो भाइ आउँदैछ भन्ने थाहा पाइन्, उनी खुसीले गदगद भइन् र छिमेकी कहाँ गएर सोधिन्, मेरो प्यारो भाइ आउँदैछ, के पकाउनु पर्छ? छिमेकी उनको खुसी देखेर डाहाले जलिन् र भनिन्, दूधले भान्सा लिप अनि घिउमा चामल पकाऊ। बहिनीले सोझो मनले त्यस्तै गरिन्। बाटोमा भाइलाई एउटा सर्पले भेट्यो। सर्पले भन्यो, म तिम्रो काल हुँ, म तिमीलाई डस्न आएको हुँ। भाइले बिन्ती गर्यो, मेरी दिदी मेरो बाटो हेरिरहेकी छिन्, म टीका लगाएर फर्किएपछि तिमी मलाई डस्नु। सर्पले पत्याएन। तब भाइले भन्यो, यदि विश्वास छैन भने मेरो झोलाभित्र बस, टीका लगाएपछि मलाई डस्नु। सर्प झोलाभित्र पस्यो। दिदीको घर पुगेपछि भाइले भन्यो, दिदी चाँडो खाना देऊ, भोक लाग्यो। तर घिउमा चामल पाक्दैनथ्यो र दूधले लिपेको भान्सा सुक्दैनथ्यो। भाइले बुझेर भन्यो, दिदी गोबरले भान्सा टाल र दूधमा चामल पकाऊ, त्यसपछि मात्र खाना तयार भयो। खाना खाएर भाइ सुत्यो। दिदीका छोराछोरीले मामाको झोला खोले। झोलाभित्र सर्पको सट्टा एउटा बहुमूल्य हिराको हार निस्कियो। भाइले भन्यो, दिदी यो तिमी नै राख। भोलिपल्ट भाइ फर्कियो। दिदीले बाटोको लागि कोदोको लड्डु बनाएर दिइन्। भाइ बाटोमा एउटा रुख मुनि सुत्यो। यता दिदीका छोराछोरीले भोक लाग्यो भनेपछि दिदीले भनिन्, जाऊ, जातोमा कोदोको पिठो होला त्यही खाऊ। बच्चाहरूले हेर्दा त जातोमा सर्पका हड्डीहरू थिए। यो देखेर दिदी आत्तिदै भाइको पछि दौडिन्। रुखमुनि सुतिरहेको भाइलाई उठाएर उनले सोधिन्, भाइ, तिमीले मैले दिएको लड्डु त खाएनौ नि? भाइले भन्यो, खाएको छैन, यो ल्याऊ तिम्रो लड्डु। दिदीले भनिन्, भाइ, अब म पनि तिम्रो साथमै माइती जान्छौं। बाटोमा दिदीलाई तिर्खा लाग्यो। पानी पिउन जाँदा उनले जमिनमा गाडिएका 6वटा शिला, ढुङ्गा र एउटा बाहिर रहेको शिला देखिन्। एक वृद्धाले बताइन्, यी शिलाहरू ती 6 जना दाजुभाइका हुन् जो विवाहको मण्डपमा बिते। अब 7औंको पालो छ। दिदीले आफ्नो भाइलाई बचाउने उपाय सोधिन्। वृद्धाले उपाय बताइन्। त्यसपछि दिदीले पागल जस्तो भेष बनाएर भाइलाई सराप्न थालिन्। त डर्छस्, कुटिन्छस्, मर्छस्। भाइ छक्क पर्यो, तर केही बोलेन। घर पुगेपछि भाइको विवाहको तयारी भयो। दिदीले हरेक कुरामा अवरोध गरिन्। सहेरा, शिरपेच। भाइले लगाउन खोज्दा दिदीले खोसेर आफैले लगाइन्। हेर्दा त त्यहाँ सर्पको बच्चा लुकेको थियो। ढोका। भाइ ढोकाबाट निस्कन लाग्दा दिदीले रोकिन्। ढोका भत्किन लाग्दा उनले इँटाले थामिन्। रुख। भाइ रुखको छायामा बस्न लाग्दा दिदीले रोकिन्। रुख लड्न लाग्दा उनले पात टिपेर थामिन्। सबैले उनलाई जादुगरनी वा पागल ठाने। मण्डपमा फेरो लगाउने बेला एउटा नाग आयो। दुलहीले चलाखी गरेर त्यो नागलाई एउटा लोटामा थुनिदिइन्। त्यसपछि नागिनी आएर आफ्नो पति फिर्ता मागिन्। दुलहीले भनिन्, मेरो पति फिर्ता देऊ र मेरा 6 जना जेठाजुहरूको ज्यान पनि फिर्ता देऊ। नागिनीले बाध्य भएर सबैको ज्यान फिर्ता दिइन्। उता बुढी आमा रोइरहेकी थिइन्। जब गाउँलेले उनका 7 छोराहरू र बुहारीहरू फर्किएको खबर दिए, बुढी आमाले भनिन्, यदि यो साँचो हो भने मेरो आँखाको ज्योति फर्कियोस् र मेरो स्तनबाट दूधको धारा बगोस्। नभन्दै त्यस्तै भयो। आमाको दृष्टि फर्कियो। आमाले सोधिन्, मेरी छोरी कहाँ छिन्? दिदी भुसको कोठामा सुतिरहेकी थिइन्। जब उनले भाइ सुरक्षित छ भन्ने जानिन्, उनी आफ्नो भरतर्फ लागिन्। उनको पछि पछि लक्ष्मी पनि जान थालिन्। आमाले भनिन्, छोरी, पछाडि फर्केर हेर, सबै लक्ष्मी तैले लगिस् भने भाइ बुहारीले के खालान्? बहिनीले भनिन्, आमाले आफ्नो हातले जे दिनुभयो त्यो मसँगै आओस्, बाँकी भाइ बुहारीकै होस्। यसरी एउटी बहिनीले आफ्नो भाइको रक्षा गरिन्।